नमस्कार है। हजुर नमस्कार। हजुर कहाँबाट आउनु भएको? म चाहिँ कोरिया दक्षिण कोरिया 6 वर्ष बसेर आएको। ए हजुर। जस्तै तपाईको के समस्या थियो त? मेरो चाहिँ 2-2.5 महिना पहिलादेखि यो घाँटीको नसा च्यापिएर हजुर यहाँदेखि यो पाता दुख्दै यहाँदेखि दुखाइ सर्दै यो हात पुरै यो मसलहरु दुखेर हजुर अनि पछि यो हातको औंलाहरु झमझमाउने हजुर एकदमै अप्ठ्यारो थियो। यो स्ट्र्यापले बाँधेर बस्नुपर्ने अवस्था थियो। एकदमै गाह्रो थियो। जस्तै हजुरको चाहिँ अब घाँटी दुख्ने अब डिस्क एमआरआई मा डिस्क हर्निएसन पिन्च नर्भले गर्दा हात दुख्ने झमझमाउने समस्या थियो हैन? हजुरले अब डाक्टर साहबलाई पनि भेट्नु भयो। डाक्टर साहबले फिजियोथेरापी भनेर हाम्रो आज फिजियोथेरापी 10 दिन कम्प्लिट भएको छ। मलाई यो बताउनुस् हजुरलाई कतिको गाह्रो थियो र आजको दिन फिजियोथेरापी सकेपछि कस्तो छ त? लगभग यहाँ आउनु भन्दा अघिल्लो दिनसम्म त यो हात मैले यसरी हिँड्नु पर्थ्यो। हजुर के यस्तो गरी समाति राख्नु पर्थ्यो। हजुर हजुर। अहिले चाहिँ करिब मैले यो घाँटीहरु यसो मजाले घुमाउन सक्ने, हजुर दायाँ बायाँ हेर्न सक्ने भइसके, हात चलाउन सक्ने भइसके। करिब हातमा पनि पावर अहिले त जेनेरेट भइराछ पहिला भन्दा धेरै। 10 दिन थेरापी गरेर चाहिँ एकदमै सहज भएको चाहिँ छ। आजको दिन दुखाइ कस्तो छ हजुर? दुखाइ त करिब मेरो त 80-90% कम छ। जस्तै हजुरको अब हात दुख्ने झमझमाउने यो गर्दन दुख्ने त्यो केही पनि छैन सर। त्यस्तो लगभग निर्मूल भइसकेको छ। नसा च्यापेको लगभग ठीक भइसकेको छ हैन? हजुर। जस्तै अब हजुरलाई मैले व्यायाम सिकाएँ हैन? त्यो व्यायाम चाहिँ गरिराख्नु पर्यो। अनि न्युरेर मोबाइल चाहिँ धेरै हेर्न भएन। पोस्चरको कुराहरु पनि सिकाएँ। सबैभन्दा इम्पोर्टेन्ट भनेको हामी न्युरेर चाहिँ मोबाइल हेर्न भएन है। त्यो कुरा हजुरले सिक्नु भयो। हजुर सन्तुष्ट हुनुहुन्छ? म एकदमै सन्तुष्ट। यहाँको उपचार गर्ने विधिहरुदेखि लिएर डाक्टर साहबको व्यवहारदेखि लिएर हजुर अनि हामीहरु बिरामीहरु प्रति गर्ने ट्रिटदेखि लिएर सबै कुराहरुमा एकदमै सन्तुष्ट छु। हजुर। जस्तै काठमाडौँ फिजियोथेरापीको ओभरअल सर्भिस कस्तो लाग्यो? ओभरअल सर्भिस 10 आउट अफ 10 नै हुन्छ मेरो त। धेरै धेरै धन्यवाद। मेरो 10 आउट अफ 10 छ। म पनि अरु साथीहरु पनि कोही हुनुहुन्छ यस्तो भनेपछि काठमाडौँ आसपास हुनुहुन्छ या बाहिर हुनुहुन्छ भने चाहिँ आउँदाखेरि यस्तो प्रब्लमहरु छ, ढाड घाँटी दुख्ने यस्तो नसा च्यापिएको जस्तो शंका छ भनेपछि एकचोटी काठमाडौँ फिजियोथेरापी क्लिनिकमा आएर भिजिट गर्नुस्। हजुर। जहाँसम्म पनि सन्तुष्ट हुनुहुनेछ। ए ल हजुरले उपचार गरिदिनु भयो, हामीलाई ट्रस्ट गरिदिनु भयो, इन्टरभ्यु दिनुभयो। धन्यवाद। हस् धन्यवाद। हस् म जस्तै कसैको समस्या भएकाहरुको अझै उद्धार हुँदै जाओस्। हस् धन्यवाद। हजुरलाई पनि।